Hi guys, welcome to my mini vlog. प्रियङ्का vlog नलिएर कता हरायो भनेर सोच्नु भयो होला हैन. हामी सबैजना यस्तो बिरामी भएको थियो सोध्दै नसोध्नुस्. But anyways, यो एउटा vlog चाहिँ मैले एडिट गर्न नै पाएको थिएन एकदमै बिरामी भएर. So हामी चाहिँ कता गयौँ हामी चाहिँ मुभी हेर्न गयौँ के. मेरो बुढालाई चाहिँ एकदमै यो जिजसको वाला एउटा मुभी हेर्नु मन लाग्यो भनेर we went to AMC. And obviously AMC जाँदाखेरि popcorn, slushyहरू त लिनै पर्यो, बच्चा छ खानै पर्यो. पपकर्न नै लगेन भने त मुभीमा गएको के मतलब भयो क्या. एन्ड लुक एट माई टु क्युटिज, दे आर लुकिङ सो क्युट. कहिले ठुलो हुन्छ जस्तो लाग्थेकै हुन्छ नि बच्चाहरू पनि आफ्नै सिटमा बसेर अनि फ्यामिली टाइम फ्यामिली मुभी कहिले हुन्छ जस्तो लाग्थ्यो. एन्ड द टाइम इज हियर लाइक द टाइम गोज सो फास्ट. बाइ द वे द मुभी वाज कस्तो क्युट एकदमै क्युट थियो बेबिजहरूको लागि होइन. एन्ड लाइक हुन्छ नि स्टोरीको मोरल यस्तो राम्रो लाग्यो मलाई चाहिँ यस्तो क्युट लाग्यो कि जिजसको स्टोरी हुन्छ नि फर द बेबिजहरूको लागि चाहिँ. इट वाज भेरी सर्ट खालको मुभी वेयर जिजसले गर्नुभएको चिजहरू उहाँको पावरहरू हुन्छ नि. सो या इट वाज अ भेरी भेरी लभली मुभी. लाइक इट वाज सो हार्ट टचिङ. Like if you're very kind to someone, then obviously the kind is gonna come back. Basically, it just revolves around like you get what you give. Anyways, so मेरो बुढालाई चाहिँ गिटार सेन्टरमा पनि जानु मन थियो अनि एमालाई पनि हल्का इन्स्ट्रुमेन्ट्सहरू देखाउँ भनेर त्यहाँ गयो. लाइक क्यान यु इमेजिन लाइक इट इज सो फ्रिकिङ ब्युटिफुल. कति धेरै गिटार थियो के. हुन चाहिँ फर्स्ट टाइम गएको होइन, एमाको चाहिँ फर्स्ट टाइम हो. एन्ड लाइक वी सोड अराउन्ड हर सो मेनी instruments, ड्रम्सहरू गिटार्सहरू. एन्ड ओ माई गड लुक एट हर जस्ट बिङ क्युट. एन्ड अभियसली बुढाले पियानो बजाउनु भइहाल्छ अनि पियानो बजाउँदा चाहिँ एभ्री टाइम मैले रिभर फ्लोज इन युको बजाउनु न भन्दाखेरि नै अलवेज प्लेज द्याट. लाइक त्यो चाहिँ मेरो एकदमै फेभरेट हो क्या. लाइक इट इज सो टचिङ. तपाईँहरूले पनि सुन्नु भएको छ भने सुन्नु होइन. इट्स लाइक सो ब्युटिफुल. अनि त्यसपछि चाहिँ वी ग्राब सम फ्रोजन योगर्ट अनि हल्का भोक लाग्यो जस्तो नि भयो. एन्ड देन वी वेन्ट टु चोक वेयर यु क्यान गेट डिलिसियस नेपाली फुड एन्ड लाइक नेवारी खाजाहरू. टमरी बारा what you want, it's every there. छोइला like literally you can get everything over there. खाना बन्दै गर्दाखेरि चाहिँ there was this गेम्सहरू पनि and we were playing like Emma and मेरो छोरीहरू नि they were having like so much fun. It's like kids friendly पनि क्या like literally. खानामा चाहिँ हामीले धेरै मगाएको थियो चटपटे चाउमिनहरू सबै मगाएको थियो होइन. तर भिडियो चाहिँ खिच्नै बिर्सेछु के हतारमा भोग लागेर. बट एनिवेज त्यही हो आजको भ्लगको लागि. एन्ड सी यु इन नेक्स्ट वान. बाई.